हामी नेपालमा फेसबुक पेज जुन पेआउट एकाउन्ट हुन्छ कसरी सेटअप गर्ने र यसमा के हुन्छ म तपाईहरुलाई सबै देखाइदिँदैछु। यो आफ्नो फेसबुक खोल्ने र यो मेरो फेसबुक पेज हो र यसमा 3.4k फलोअर्स छ भने 33 मैले फलो गरेको छु। यसमा हामी प्रोफेसनल ड्याशबोर्डमा जाने र प्रोफेसनल ड्याशबोर्डमा गइसकेपछि तपाईहरु आफ्नो पेज ग्रो गर्नको लागि यो जुन नेक्स्ट स्टेप्स कन्टिन्यू योर विकली प्रोग्रेस भनेको छ। यसमा हाम्रो 5 वटा टास्क हुन्छ, यो हामीले डेली कम्प्लिट गर्नुपर्ने हुनेछ र हामी आफ्नो पेआउट एकाउन्टमा जान्छौँ र पेआउट एकाउन्टमा गइसकेपछि हामी यस्तो हाम्रो पेजमा आएको हुन्छ र एड योर ट्याक्स इन्फो टु गेट पेड भनेर छ र यसमा मेरो पेआउट एकाउन्टमा मेरो दुईटा एकाउन्ट छ र यसमा कसरी यो दुईटा एकाउन्टलाई एउटालाई डिलिट गर्ने भन्ने पनि म तपाईहरुलाई सिकाउने छु। र यो भन्दा म ब्याक जान्छु र ब्याकमा हेर्दै हुनुहुन्छ मेरो मोनेटाइजेसन टुल्समा यहाँनिर अर्निङ भनेको 00 अहिले छ र यसमा मेरो एयर प्रोग्राम्स भन्नेमा स्टार इनेबल भइसकेको छ, पार्टनरशिप एड पनि इनेबल भइसकेको छ र अब बाँकी रहेको मेरो सब्सक्रिप्सन, कन्टेन्ट मोनेटाइजेसन र स्टोर इन फ्रन्ट रहेको छ। र यो जुन तपाईहरुले पेआउट एकाउन्टमा दुईटा जुन तपाईको मेन पेज र जस्तै तपाई आफ्नो मेन एकाउन्टलाई प्रोफेसनल ड्याशबोर्ड ओपन गरेर जुन पेआउट एकाउन्ट सेटअप गरेको थियो त्यो पनि यहाँ मेरो दुईटै देखाइरहेको छ। यो मेरो एउटा पेजको हो अहिले सिलेक्ट भएको र यो जुन तलको हेर्दै हुनुहुन्छ त्यो चाहिँ मेरो मेन प्रोफाइलको र म यो दुईटा मध्ये एउटालाई डिलिट गर्ने छु र यो कसरी गर्ने म तपाईहरुलाई पुरै भिडियो देखाउने छु। धन्यवाद।